सबैजनालाई नमस्कार। यो कुन ठाउँ होला भन्दाखेरि बुटोलको सिद्धार्थ कटेज। हजुर, यो बुटोलको सिद्धार्थ कटेजमा मोमो बनाउने कम्पिटिसन थियो। म क्लाउड किचनबाट र म पनि यहाँ मोमो कम्पिटिसनको लागि उपस्थिति थिएँ। किनभने पार यहाँ इन्भिटेसन कसको थियो भन्दाखेरि एलबी कौशल सरको थियो र उहाँहरूले हामीलाई इन्भिटेसन गर्नुभएको थियो फ्रीमा मोमो कम्पिटिसन बनाउनेको र हामी पनि गयौँ र अनि फेरि उहाँ सरले एकदमै सबै चिज रुल रेगुलेसनले सिकाइरहनु भएको थियो र हामीहरूले उहाँको सबै चिजलाई फलो गर्यौँ र हामी मोमो बनाउनुको तर्फ लाग्यौँ। अनि फेरि हामीहरू एकदमै कुनै पनि टेन्सन थिएन, किनभने पार आरामसित बनाउन दिनुभएको थियो र हामीहरूले एकदमै रिल्याक्स भएर हामीहरूले बनाइरहेका थियौँ र मेरो ग्रुपको नाम थियो माया ग्रुप। हजुर, र अनि फेरि हामीहरूले मोमो बनाइरहेका छौँ र मोमो बनाइसकेपछि अब म स्टिमको तर्फ लागिरहेकी छु। स्टिम गरिसकेँ र मैले केही डिजाइनको लागि पनि म यहाँ काट्दै थिएँ, गाजर, पत्तागोभी, रेड पत्तागोभी। अनि फेरि त्यसपछि हामीहरूको मोमो रेडी भइसक्यो र हामीहरूले मोमो रेडी गरिसकेपछि अब हामी जाँदैछौँ हाम्रो सरहरूको पास, हाम्रो सर जजहरूको पास हामी जाँदैछौँ मोमो लिएर। मोमो बन्यो, चटनी बन्यो र उहाँको अगाडि हामी सामु पेश गरिदिउँ र उहाँहरूले मोमो टेस्ट गर्नुभयो र अगाडि के हुने हो भन्ने हामीहरूलाई केही पनि थाहा छैन, किनभने पार सबै कुरो हाम्रो जजको हातमा थियो र उहाँहरूले सबैजना सरहरूले हाम्रो मोमो टेस्ट गरिदिनु भयो र हामीहरूका लागि रिजल्ट भोलिपल्ट रिजल्ट आउँछ भन्नुभएको छ। कम्पिटिसनमा को फर्स्ट को सेकेन्ड त्यो हामीलाई थाहा भएन र अगाडि कस्तो हुने हो भन्ने हामीहरूले केही पनि डिसिजन लिन सकिएन, फेल या पास। र पनि हामीहरू त्यहाँ गएर धेरै चिज सिक्नको मिल्यो। हामीहरूलाई सरले धेरै चिज सिकाउनु भयो, मलाई एकदमै खुसी लाग्यो र अगाडि पनि यस्तै सिक्ने मौका पाउला भन्ने धेरै आशा छ। मेरो सरहरूका लागि थ्याङ्क यू सो मच भन्न चाहन्छु, किनभने पार उहाँहरूले हामीहरूलाई एकदमै सपोर्ट गर्नुभएको थियो। थ्याङ्क यू सो मच।